ल आज हामी एउटा यस्तो देशको कुरा गरौँ जहाँ असम्भव जस्तै लाग्ने दुई कुरा एकै ठाउँमा पाइन्छन्। एकातिर हिउँले सेताम्मे अग्ला हिमाल अनि अर्कोतिर घना जङ्गल। हो, हामी नेपालको कुरा गर्दैछौँ र यो देशको विविधताको कथा साँच्चै नै अचम्म लाग्दो छ। अब सुन्नुहोस् है, नेपाललाई एसियाको अमेजन पनि भनिन्छ। पत्याउनै गाह्रो होइन र? हिमालय, हिमालको देश अनि अमेजन जस्तो घना जङ्गल, यो कसरी सम्भव भयो होला? हो, यहीँनिर त लुकेको छ नेपालको खास रहस्य। सोच्नुस् त, एकातिर विश्वको छानो भनेर चिनिने हिमालय अनि ठिक अर्कोतिर वन्यजन्तुले खचाखच भरिएका तराईका हरिया जङ्गलहरू। यी दुई बिल्कुलै फरक संसारहरू जब एकै ठाउँमा भेटिन्छन्, हो त्यसैले त नेपाल यति विशेष छ। ल अब भूगोलको कुरालाई एकछिन थाती राखेर नेपालको आध्यात्मिक पाटोतिर लागौँ। आखिर यो सानो देश कसरी सयौं वर्षदेखि यति धेरै आस्था र विश्वासको सङ्गमस्थल बनिरह्यो होला? हेर्नुहोस्, तथ्याङ्कमा त नेपालमा लगभग 81% हिन्दू धर्मावलम्बीहरू छन्। तर यहाँको खास विशेषता त्यो सङ्ख्यामा होइन, त्यो विशेषता हो हिन्दू र बौद्ध धर्मबीचको अद्भुत सहअस्तित्वमा। यो सँगै बस्नु मात्रै होइन, यहाँ त दुवै धर्म र संस्कृतिहरू यसरी मिसिएका छन् कि छुट्याउनै गाह्रो पर्छ। यसले एउटा एकदमै बेग्लै आध्यात्मिक वातावरण बनाएको छ। काठमाडौँ उपत्यकालाई त एउटा खुल्ला सङ्ग्रहालय भन्दा पनि फरक पर्दैन। सोच्नुहोस् न, एकातिर हिन्दूहरूको पवित्र स्थल पशुपतिनाथ मन्दिर छ अनि त्यही नजिकै विश्वकै ठूला स्तूपमध्ये एक बौद्धनाथ स्तूप। अझ स्वयम्भूनाथमा जानुभयो भने त त्यहाँ त हिन्दू र बौद्ध दुवैले सँगै पूजापाठ गरिरहेका हुन्छन्। योभन्दा सुन्दर धार्मिक सहिष्णुताको उदाहरण अरू के होला र? अनि नेपालको आध्यात्मिक पहिचान देशमा मात्रै सीमित छैन, यो त विश्वव्यापी छ। किनभने यही लुम्बिनीमा बौद्ध धर्मका प्रणेता गौतम बुद्धको जन्म भएको थियो। हो, यही एउटा तथ्यले गर्दा नेपाल संसारभरका लाखौं बौद्ध मार्गीहरूका लागि एक महान तीर्थस्थल बनेको छ। ल अब आस्था र संस्कृतिको उपत्यकाबाट अलिकति माथि लागौँ, सिधै संसारको छानोमा। हो, अब कुरा गरौँ विशाल हिमालयको, जहाँ प्रकृतिले आफ्नो सबैभन्दा शक्तिशाली र भव्य रूप देखाउँछ। 8। यो सङ्ख्या सुन्दा सामान्य लाग्ला, तर यसले नेपालको पूरा पहिचान बोकेको छ। कल्पना गर्नुहोस् त, संसारका 10 सबैभन्दा अग्ला हिमालमध्ये 8वटा त यही सानो देश नेपालमै पर्छन्। हो, धेरै जसोले नेपाललाई सगरमाथाको देश भनेर चिन्छन्, तर त्यो त केवल सुरुवात मात्र हो। सगरमाथा बाहेक विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, चौथो लोत्से अनि 5औं मकालु, यी सबै भीमका हिमालहरू यही छन्। जब सगरमाथालाई विश्वको सबैभन्दा अग्लो चुचुरो भनेर घोषणा गरियो, त्यसपछि त यसलाई जित्ने होड नै चल्यो। कति धेरै प्रयासहरू भए अनि झण्डै 1 शताब्दीपछि सन् 1953 मे 19मा नेपालकै तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले त्यो असम्भव मानिएको कामलाई सम्भव बनाएरै छाडे। त्यो दिन उनीहरूले हिमाल मात्रै जितेनन्, उनीहरूले मानव जातिको साहसको एउटा नयाँ इतिहास लेखे। अब यति अग्ला र रहस्यले भरिएका हिमालहरू भएपछि त्यहाँ कथाहरू नजन्मिने कुरै भएन। अनि तीमध्ये सबैभन्दा चर्चित कथा हो यतिको, जसलाई हामी हेममानव पनि भन्छौँ। शताब्दीयोदेखि यो रहस्यमय प्राणीको चर्चा चलिआएको छ। तर प्रश्न उठ्छ, के यति साँच्चै छ वा यो केवल एउटा दन्तकथा मात्र हो? हेर्नुहोस्, दशकौंसम्म यसको खोजी भयो, अनुसन्धान भयो, तर आजसम्म कुनै ठोस प्रमाण भने भेटिएको छैन। र सायद यही कुराले यतिको कथालाई झनै रहस्यमय र रोचक बनाएको छ। ल अब हिमालको त्यो रहस्यमय उचाइबाट ओर्लेर फेरि तल तराईको समथर भूमितिर लागौँ। नेपालको अर्को खजाना, यहाँको घना जङ्गल र वन्यजन्तुको दुनियाँमा। यहाँ संरक्षणका यस्ता कथाहरू छन् जो सुन्दा पत्याउनै गाह्रो पर्छ। आजभोलि संसारभरि लोपोन्मुख जीवजन्तुको सङ्ख्या बढ्दो छ। यस्तोमा एउटा प्रश्न उठ्छ, के हामीले तिनीहरूलाई साँच्चै बचाउन सक्छौँ त? यो प्रश्नको जवाफमा नेपालले एउटा निकै आशालाग्दो उदाहरण प्रस्तुत गरेको छ। यो सुन्दा साँच्चै अचम्म लाग्छ। जुन बेला संसारका धेरै देशमा बाघको सङ्ख्या घटिरहेको थियो, त्यही बेला नेपालले 1 दशकभन्दा पनि कम समयमा आफ्नो बाघको सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन सफल भयो। यो संरक्षणको क्षेत्रमा एउटा चमत्कार नै हो भन्दा हुन्छ। अनि कुरा बाघको मात्रै होइन, एकसिङ्गे गैँडाको कथा त झनै प्रेरणादायी छ। सोच्नुस् त, कुनै बेला नेपालमा 200वटा जति मात्रै गैँडा बाँकी थिए, लोप हुने अवस्थामा।
तर आज सफल संरक्षण कार्यक्रमहरूले गर्दा यो सङ्ख्या बढेर 4000 भन्दा माथि पुगेको छ। यो अर्को अविश्वसनीय सफलता हो। नेपालको यो संरक्षणको कथा तराईको जङ्गलमा मात्रै सकिँदैन। अझ माथि हिमालको चट्टानी इलाकामा दुर्लभ हिउँ चितुवा घुम्छ अनि पूर्वको बाँसघारीमा प्यारो हाब्रे अर्थात् रेड पाण्डा पाइन्छ। रमाइलो कुरा त के छ भने 2014मा त नेपालमा लोप भइसक्यो भनिएको जङ्गली याक पनि फेरि भेटिएको थियो। तर प्रश्न उठ्छ, यत्रो सफलता आखिर सम्भव कसरी भयो? यसको पछाडि धेरै कारण छन्, तर एउटा मुख्य कारण हो तराई भूपरिधि। यसलाई सजिलोसँग बुझ्दा यो वन्यजन्तुका लागि बनाइएको एउटा सुरक्षित हाइवे जस्तै हो। यसले नेपाल र भारतका जङ्गलहरूलाई जोड्छ, जसले गर्दा बाघ, हात्ती जस्ता ठूला जनावरहरू बिना रोकटोक स्वतन्त्र रूपमा ओहोरदोहोर गर्न सक्छन् र फस्टाउन सक्छन्। ल, अहिलेसम्म हामीले आस्थाको कुरा गर्यौं, हिमालको कुरा गर्यौं अनि वन्यजन्तुको पनि। अब यी सबै अलग अलग टुक्राहरूलाई जोडेर एउटा पूरा तस्विर बनाउने बेला भयो, र त्यो तस्विर हो प्रकृति र मानिसबीचको एउटा गजबको सन्तुलनको। नेपालको यो छुट्टै पहिचान खासमा 3वटा खम्बामा अडिएको छ। पहिलो, यहाँको प्राचीन संस्कृति, जुन कहिल्यै कसैको गुलाम नबनेकाले जस्ताको तस्तै बाँचिरहेको छ। दोस्रो, यहाँको अनुपम प्रकृति, जसलाई चितवन र सगरमाथा जस्ता राष्ट्रिय निकुञ्जहरूले जोगाएर राखेका छन्। अनि तेस्रो, यहाँका शेर्पा जस्ता स्थानीय समुदायहरू, जसले संस्कृति र प्रकृतिलाई जोड्ने एउटा बलियो पुलको काम गर्छन्। त्यसैले अन्त्यमा के भन्न सकिन्छ भने नेपालको असली धन भनेको हिमाल वा मन्दिरहरू मात्रै होइनन्। वास्तवमा यहाँको सबैभन्दा ठूलो सम्पत्ति त प्रकृति र मानिसबीच कायम रहेको यही नाजुक तर सफल सन्तुलन हो। र नेपालको यो कथाले हामी सबैको अगाडि एउटा ठूलो प्रश्न छोडेर जान्छ। यो यति तीव्र गतिमा बदलिरहेको दुनियाँमा हामीले आफ्नो हजारौं वर्ष पुरानो सम्पदा र यो फ्रेजिल, यो कमजोर प्रकृतिलाई सँगसँगै कसरी जोगाएर लैजान सक्छौं होला?